के गर्ने चाहेर भएको कुरा होइन होइन। अब यस्तै भइहाल्छ कहिलेकाहीँ हेर्नुहोस्। अब दिन दुखी होइन अभावमा गाह्रो साह्रोमा हुनुपर्छ सरकार भने त्यतिखेर निर्धन दुब्लाहरूको लागि होइन सहारा विहीनहरूको लागि सरकार हुनुपर्छ। धनी धनाढ्य पैसावालाहरू आफै सरकार हो हेर्नुहोस्। तर नेपालमा अहिलेसम्म भयो कस्तो भन्दाखेरि त्यस्तै मात्रै भयो। ठुला व्यापारी ठुला धनाढ्यहरूको लागि सरकार आयो तर नेपालमा तपाईँको दिन दुखी गरेको लागि त्यति भएन। अब हामीले त के गर्न सक्छौँ भन्दाखेरि हामी श्रम संस्कृतिको चाहिँ सिद्धान्त हामी हेर्दैनौँ अरूको आश, बन्दैनौँ जिउँदो लास, सजाउँछु श्रमले परिस बनाउँछु आफ्नो देश भन्छौँ क्या। त्यही भएर हामी धेरै अरूलाई आश पनि गर्दैनौँ। त्यही भएर हामीले सकेको हामीले सहयोग गर्छौँ कि यति मात्रै गरेको। यहाँ हामीले त्यो तपाईँहरूलाई यहाँ ठुलो यताउति गर्नु खोज्यो होइन। घाउ भएको छ भने रगत रोकिनु पऱ्यो नि, मलमपट्टि चाहियो पहिला भने जस्तो मात्रै उपचार फेरि होला। अब हामीले अहिले यसो घरदैलो गर्दै आउने क्रममा हजुरको घरमा यहाँ हिजो नै क्षति भयो भन्ने कुरा सुन्यौँ। त्यही भएर हामीले यो सानो हजुरहरूलाई अहिले सहयोग गरे हो। हजुरहरूले ग्रहण गरिदिनु होला यति भन्नु छ। भोट माग्नु कुनै त्यति मात्रै सोच्नु भएन होइन। दुईजना हजुरहरूलाई एक पोका छ एउटा छ होइन हामीले गर्ने सहयोग है त लु।